आजको 40 देखि 45 वर्ष पछाडि कल्पना गर्दा त्यति बेला भइ नै छ 60 देखि 65 वर्षको। तब अहिले जस्तो केही हुने छैन, यो कालो कपाल फुलेर सेतै चाँदी जस्तो हुनेछ, हरेक कुराहरू फेरि नै छन्। अनि त्यति बेला घरको पिँढीमा बसेर तरकारी केलाइरहेकी उनको छेउमा म जान्छु अनि आजका दिनहरू सम्झिँदै म हल्का जिस्किन खोज्छु। तब उनले के भन्लिन् त, सायद यस्तै भन्ने, भनिदिएकी छु है मैले अलि पर सर्नुहोस्, के हुन्छ हौ कहिले कहिले अलि पर सर्नुहोस्। भनिदिएकी छु है मैले अलि पर सर्नुहोस्, के हुन्छ हौ कहिले कहिले अलि पर सर्नुहोस्। देखिहाल्यो भने त लाजै मर्नुहुन्छ फेरि, देखिहाल्यो भने त लाजै मर्नुहुन्छ फेरि, नाति केटो आउँछ अहिले अलि पर सर्नुहोस्। हो तेरा नाम लिखा के दिल पे मिटाना